त्यो एउटा बाचा जो दुनियाँले स्मरण गर्नेछ। युद्ध समाप्त भइसकेको थियो, रावण मरिसकेको थियो, सीता मातालाई अशोक वाटिकाबाट निकालेर ल्याइयो, सबैतिर सुनसान। राम भगवानले नजर झुकाउनु भयो, चिता तयार भयो, अग्नि प्रज्वलित पनि भयो। सीता मातालाई अग्नि परीक्षा दिनु थियो। राम भगवानले चाहनुहुन्न थियो सीताले अग्नि परीक्षा दिउन् भनेर, तर बाध्यतामा हुनुहुन्थ्यो, किनकि राजधर्मले सीतालाई त्यत्तिकै स्वीकार्दैन थियो। अत सीता मातातिर रामले हेर्नुभयो, सीताको मुस्कान थियो सीताको मुहारमा। दुनियाँको सबैभन्दा दुःखदायी मुस्कान भनेको त्यो समयको थियो। एकतिर अग्नि प्रज्वलित, त्यहाँमाथि अग्नि परीक्षा दिनुपर्ने सीता माताले, तर त्यो समयमा पनि भगवान श्री रामले आँखा झुकाएर राख्नुभयो। सीता माता अग्नि परीक्षा दिन अगाडि बढ्नुभयो। रामका आँखाबाट आँसु बहे, आँसु झरे, तर पनि राजधर्मको अगाडि उहाँले केही भन्न सक्नु भएन। सीता मातामा त्यो विश्वास थियो रामप्रति, राम भगवानमा त्यो विश्वास थियो सीताप्रति, तर पनि अग्निमा प्रवेश गर्नुभयो। अचम्मको कुरा त हेर्नुहोस्, यदि प्रेम साँचो छ भने न आगोले डढाउँदो रहेछ, न त्यसको खरानी नै बन्दो रहेछ। एकअर्काप्रतिको त्यो विश्वासले गर्दा न सीता माता जल्नुभयो, तथापि रामलाई पीडा भइरह्यो, हेरिरहनु भयो। आजको समयमा हाम्रा सम्बन्धहरू किन बिग्रिँदैछन् थाहा छ? किनकि त्यो विश्वास छैन, एकअर्काप्रति त्यो समर्पणता छैन। त्यही भएर साँचो प्रेमलाई वास्तवमा भन्ने हो भने न आगोले डढाउन सक्ने रहेछ, साँचो विश्वासलाई न संसारको कुनै शक्तिले पनि अलग गर्न सक्ने रहेछ। राधे श्याम।